मलाई आजभोलि धेरै मानिस साथीहरूले के भन्नुहुन्छ भने तपाईँ खगेन्द्र सुनारलाई किन मन पार्नुहुन्छ, तपाईँ खगेन्द्र सुनारका विषयमा किन बोल्नुहुन्छ, त्यो त एउटा दमाईको चेला हो, त्यो त एउटा तल्लो जाति हो, त्यो त एउटा भनौँ न एक हिसाबले भनेर कमेन्ट आउँछ। हेर्नुहोस् है, किन मैले मन पारेको पहिला एउटा भिडियो सुनाउँछु, त्यसपछि कुरा चाहिँ भिडियो। माछालाई पौडिन सिकाउने, चितुवालाई दौडिन सिकाउने, लाफिङ बुद्धलाई हाँस्न सिकाउने, भालेलाई बाँच्न सुन्नु भएन खगेन्द्रजी, मा कसम तपाईँ यो मनमा बसिसक्नु भएको छ यार, रियलीमा के तपाईँ होइन यो मनमा बस्नुभयो क्या, यस्तो बस्नुभयो नि, यस्तो बस्नु भने साँच्चीकै तपाईँ मान्छे यार यहाँ कतिजनाले के भन्छ तपाईँका विषयमा, त्यो मलाई आई डोन्ट नो कि यार, म त्यसको कुनै पनि मतलब गर्दिनँ, बाल पनि दिन्न होइन। तर तपाईँ मान्छे सुरुमा म तपाईँको विषयमा त्यति जानकार थिएन। जुन बेला तपाईँ अभियन्ता भएर आउनुभएको थियो, तपाईँसित एकपटक मेरो कुरा भएको थियो, किनभने मेरो गाउँको शिवनाथ गाउँपालिकामा पनि दलितहरू छन् है। त्यहाँ पनि दलितहरूलाई केही सीमित मुठ्ठीभरिका पुँजीवादीहरूले चाहिँ तिनीहरूलाई चाहिँ कब्जामा लिएर भोट ब्याङ्कको काम गरिराखेका छन्। एकपटक तपाईँले त्यहाँ गइदिनुपर्छ है मेरो शिवनाथमा पनि भनेर मैले भनेको थिएँ। तपाईँले थम्सअप पठाउनु भएको थियो मेसेन्जरमा होइन, म त्यो बेला बाहिरै थिएँ। त्यो बेला त्यति साह्रै तपाईँको ठुलै फ्यान म भएको थिएन। नर्मली एउटा